हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। हजुरहरूलाई पनि यस्तै तरकारी खान मन छ भने पहिला गेडागुडी भिजाउनुहोस्। 2टा आलु र पिँडालु अप्सनल रहेको छ। यो चाहिँ भिजाएर कुकरमा सिटी लगाउनको लागि पहिला कुकरमा पानी हाल्नुहोस् र पानी हालिसकेपछि आलु र पिँडालु र चना हालेर गेडागुडी हालेर त्यसमा थोरै नुन हालेर बसाल्नु भयो भने एकदमै स्वाद हुने भएकोले नुन हाल्नुहोस् र बिर्को लागेर ग्यासमा बसाल्नुहोस्। फोहोर हुन सक्छ, त्यो चाहिँ इग्नोर गर्नुहोस्। यसरी सिटी 2-3 सिटी लागेपछि हजुरहरूले झिकेर सक्नुहुन्छ र एउटा प्याज आधी गरेर काटेर ताई बसालेर तेल हालेर तेल नतातुन्जेलसम्म तताएर त्यसमा जिरा हालेर जिरा हल्का रेड हुनिन्जेलसम्म त्यसमा प्याज हाल्नुहोस्। प्याज हालेर हल्का प्याज पनि हल्का रातो हुन्जेलसम्म भुट्नुहोस्। मसँग चाहिँ यही ताई भएकोले म विदेशमा छु, त्यही भएर मसँग यही अप्सनल भएकोले हजुरहरूले कराई बसालेर कराईमा पनि पकाउन सक्नुहुन्छ। र प्याज रातो भइसकेपछि मसँग चाहिँ केन टमाटर छ, त्यही भएर मैले 2 केनको 4 चम्चा जति हालेको छु। हजुरहरूले काँचो टमाटर गोल टमाटर पनि हाल्न सक्नुहुनेछ। र मैले यसमा हालेको छु अदुवा 1 चम्चा, लसुन 1 चम्चा र मैले हालेको छु बेसार, खुर्सानी स्वाद अनुसार, धनिया स्वाद अनुसार र मैले नुन पनि हालेको छु र त्यसलाई मिक्स गरेको छु। यो चाहिँ जबसम्म भुटिँदैन तबसम्म हल्का भुटिराख्नुपर्छ। जब तेल छोड्छ अनि अघि नै कुकरमा बसालेको चना मैले हालेको छु गेडागुडी र त्यसलाई मिक्स गरेको छु। र मैले अघि नै पहिल्यै झिकेर आलु म्यास गरेर बटुकामा राखिसकेको थिएँ, त्यो आलुलाई पनि मैले हालिसकेको छु र मैले त्यसमा हल्का पानी थपेर 2-3 मिनेटको लागि त्यतिकै पकाउन सक्नुहुनेछ। मेरो तरकारी अब पाक्यो। तपाईहरुलाई पनि यस्तै हेल्दी खाना खान मन छ भने हजुरहरूले यसरी पकाएर खाँदा एकदमै टेस्टी र मिठो हुनेछ। र मसँग रेडिमेड रोटी भएको हुनाले त्यसलाई मैले झिकेर ताईमा तताएको छु। तताइसकेपछि मैले यसलाई एउटा बटुकामा तरकारी र रोटी हालेर हजुरहरू पनि यसरी नै खान सक्नुहुनेछ। एकदमै स्वादिष्ट र मिठो हुनेछ। धन्यवाद।